हेलो एन्ड नमस्ते सबैजनालाई। आइयो सबैजना सन्चै राम्रै हुनुहुन्छ होला होइन। अनि हामी पनि सन्चै राम्रै छौँ। अनि आज बिहानी सँगसँगै अनि सबैजनालाई नमस्ते होइन। अनि हामी चाहिँ अब आजको फेरि पनि छुट्टीको दिनमा होइन, अब हामी आज चाहिँ दाजुभाइले होइन अब ठ्याक्क के बनाएर खान लगाइरहेछौँ होइन, तपाईँहरूलाई देखाउँछौँ। अनि त्यसपछि तपाईँहरूले चाहिँ ठ्याक्क भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अनि ठ्याक्क अस्तिको दिनमा चाहिँ म ठ्याक्क दिमागमा घरमा एक्लै बसिरहेको थिएँ होइन। अनि बस्दै गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यो हुन्छ नि नेपालमा बस्दाखेरि जुन मोमोहरू चाउमिनहरू खाएको जुन यादहरू आइरहेको थियो होइन। अनि कस्तो धेरै क्या मलाई एकदम धेरै त्यो मोमोहरू खाम लागिरहेको थियो। अनि ठ्याक्क अनि दाई हुनुहुन्थ्यो। अनि दाई कामबाट आइसकेपछि मैले उहाँलाई भने कि एक दिन मोमो बनाएर खाऊँ दाई भनेर भनेको। अनि दाइले पनि ल हुन्छ खाने भए खाऊँ न त, बनाएर खाइदिउँ छुट्टी हुन्छ अनि बनाएर खाइदिउँ भनेर भन्नुभयो। अनि आज चाहिँ हामीले ठ्याक्क अनि दुईजना दाइ मिलेर होइन हामीले चाहिँ मोमो बनाएर खाने विचार गरेको छौँ। अनि बिहानै अब अहिले भर्खरै चिया खाइयो होइन। अनि चिया खाएर अनि हामी मोमो बनाउन लागिरहेको छौँ। ठ्याक्क सामान सबै कुराहरू किनेर ल्याइयो। अनि त्यसपछि हामी सामान रेडी गर्दैछौँ होइन। अनि तपाईँहरू पनि खानुहुन्छ भने आउनुहोस्, सँगै बसौँ खाऊँ होइन। अनि हामीले चाहिँ अब सबै कुराहरू रेडी भइसक्यो लगभग। अनि हामी यहाँ चाहिँ हामीले किमाहरू रेडी गरिसकेको छौँ। अनि यो अब घरमै बनाएर खान लागेको। अनि यहाँ हामीले अब यहाँ दाई चाहिँ चक्का लागेर यहाँ मोमोको पिठो बेल्दै हुनुहुन्छ। ल दाई के छ खबर? ठिक छ। अब धेरै दिनपछि लामो समयपछि नेपाली मोमो खान लागिरहेको छु। अब हेरौँ, मुख रसाइसक्यो। अब कहिले बनाउला र खाला भइसक्यो। हामीले चाहिँ ठ्याक्क लागेर मोमो बनाएर खाने अनि सबै सामान ल्याइयो होइन। आखिरमा लास्टमा गएर न मोमो बेल्ने मोमो बेल्ने उ छ के अरे के भन्छ त्यो बेल्ना छ न, के अरे मोमो बनाउने भाँडा छ। खाने विचार चाहिँ गरियो तर सामान छैन। हामीले चाहिँ कसरी जुगाड गरिरहेछ भने यो मोमो बेल्ना चाहिँ हामीले यो सिल्भर फोइलको बनाइरहेको छ होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। अनि यसरी बेल्दै हुनुहुन्छ दाइले धमाधम अब एकछिनमा बनाउनु पर्छ। अनि हामीले चाहिँ मोमोको भाँडा नभएर चाहिँ हामीले चाहिँ केमा मोमो बनाउँदा छ अनि यो जुन यो भाँडा छ नि होइन, यो भाँडामा चाहिँ हामीले सिल्भर फोइल लगाएर होइन जुगाड यसरी लगाएको छौँ। ठ्याक्क लागेर पलसाल बनाएर होइन ठ्याक्क जुगाड बनाइरहेको छौँ। ल अब हामी चाहिँ मोमो बनाउन सुरु गर्छौँ होइन। अनि भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला होइन। अनि त्यही हो, अब हामी मोमो बनाउन सुरु गर्छौँ है त। हामीले चाहिँ अब मोमो रेडी सुरु गरिसक्यौँ है। अब एक प्लेट रेडी भइसक्यो। यसो अब तपाईँहरू पनि अब टक्क खानु मन छ भने होइन एक कल फोन हाल्नु ल, ठ्याक्क मोमो पुऱ्याइदिइहाल्छ। अब डेलिभरीको व्यवस्था गर्नु पऱ्यो तपाईँहरूलाई। अब यहाँ यता हुनेले मात्रै, नेपालमा हुनेले चाहिँ फेरि महँगो पर्छ। नेपालमा हुनेलाई नि डेलिभरी गरिदिन्छ है। गर्छ त यार, कसरी गर्छ त डेलिभरी? डेलिभरी गऱ्यो अलिकति डेलिभरी चार्ज बढिरहेको छ त्यति हो। मोमोको अलिकति महँगामा परिन्छ यति हो। प्लेनमा मोमो किनेर खाएको चाहिँ फर्स्ट रेकर्ड हुन्छ यस्तो। प्लेनमा कार्गो गरेर मगाएको है। बेल्लो पनि जानेखेर यार फर्स्टचोटि बेलेको सोर्स आफूले बेलेर आफूलाई हो नि। अस्ति मलाई लास्टै मोमो खानु मन लाग्यो क्या। पहिल्यै भन्नु पर्छ नि, के थाहा छ नि मलाई अब के थाहा। जान्ने मान्छेलाई थाहा हुन्न, होइन मोमो नजान्ने मान्छेलाई थाहा। मलाई कस्तो भन्दाखेरि अस्ति अब कामबाट आएपछि सबै दिमागै कता घुमिया हो। भरे त कस्तो मोमोको याद आयो क्या। अनि सोचेँ अनि मोमो खानुपर्छ कि क्या हो भनेर। अनि
तपाईँ आएपछि ठ्याक्क अब सोध्नु पर्यो मोमो खाने हो भनेर सोधेको ठ्याक्क तपाईँले पनि खाने भने खाइदिउँ भन्नुभयो। अब मोमोको राजा नेपालमा त खाजा भनेपछि मोमै खान्छ मैले पहिला अनि मात्रै। अहिले त मलाई खानु त मन लाग्दैन त अनि भन्नु पनि थिएन त नि। नजानेको कुरामा अब मन लागेर हुन्छ त भाइ। अनि नजाने कुरो होइन, तपाईँले जानेन होला होइन। म थिएँ नि त नि बुढा। न मोमो पकाउने भाँडा छ होइन, न मोमो बेल्नेको छ है। मोमो बेल्ने नभएर यस्तो फोन त्योबाट गरिरहेको छ होइन। अब खानु मन लागेपछि के गर्नु, इच्छा पुरा त गर्नै पर्यो। अब के भन्छ एकदम इमेजिङ चाहिँ भइरहेको है बरु। मोमो बेल्न पनि जाने छैन, पुरा छड्के भएर चेप्टो भएर जान्छ होइन। तै पनि आज खाने हो भनेर यस्तो मुखबाट पानी रसिसके हा। अङ्ग्रेजीमा एउटा भनिन्छ नि त, खाने मुखले जुगाडै छेक्दैन त्यस्तै भइरहेको। बेल्ने ठाउँ पनि बेल्ने ठाउँ त ठिक छ, ठिकै छ। अब बेल्न पो भएन। मोमो बनाइसक्यो यार, बेल्ने मान्छेले सुर ल्याउँदैन यार। तर खाना मिठो, काम चाहिँ झन्झटिलै रहेछ यो होइन। पहिला पिठो मोल, अझ अचार त हिजै आफ्नै काम गरेर ठाउँबाट रेस्टुरेन्टबाट बनाएर ल्याएर मात्रै हो, नत्र यहाँ पकाउने के गर्दाखेरि त गाह्रो हुने रहेछ यार। तर जे भयो नि परिश्रमको फल मिठो हुन्छ नि, मिठो हुन्छ कि। 2-3 वर्ष भइसक्यो यार मोमो नखाएको। छिटो बेल्नु न, के हो के कस्तो छिटो हो र यहाँ, अनि छिटो त अनि जान्नु पऱ्यो। हालिदिउँ यो 1 लट मोमो हालिदिउँ। त्यो हाल्दैन, त्यो त्यति अट्ने, त्यो नि अट्दैन अरे अहिले। कति 15वटा अट्छ त्यहाँ, 15वटा नि मुस्किल छ तेरो। ल हाल 1 लट हाल, अनि शाही पनि हाल्नुपर्छ यहाँ। के खोज्यो लाइटर? मोमो पकाउने भाँडा चाहिँ अचम्मको छ, सबै अचम्म छ यार यहाँ। मोमो बोल्ने, मोमो पकाउने। ढोका खोले क्या चिसो चिसो भयो त। ल हामीले मोमो हेर्नु, मैले बनाएको मोमो कस्तो छ। बेल्दै टक्क लाएर बेल्दै बेल्न चाहिँ टक्क गोलो होला भने त होइन, पुरा छड्के हुँदै जान्छ। तै पनि बेल्छु। आजको भ्लग चाहिँ मोमो भ्लग है साथीहरू, मोमो भ्लग आजको चाहिँ। अब मोमोसम्म हाल्नु पऱ्यो। ल हेर्नु, मैले बनाएको मोमो अब म तपाईँलाई टक्क लाएर देखाइदिन्छु। मैले बनाएको मोमो होइन है, कस्तो छ। झन्डै चाहिँ गोलो खालको मोमो बनाएको छौँ होइन। अनि तपाईँहरूलाई काम दिनु पऱ्यो भने मलाई भन्नु है, मोमोसम्म बनाइदिन्छु म। काम गरेर आइदिउँ ल अब। अब के गर्ने, मोमो खानु त पऱ्यो, जुगाड त गर्नु पऱ्यो होइन। कतिवटा गर्छ गोर्खा मोमो, अलिकति तेल लाउनुपर्छ कि यसमा। पर्छ त तेल लगाएन अहिले हो, अहिले टाकु तेरो टाकिसक्यो। तेरै नलाई यार, भुलक्कै टाइम लाग्दैन यार, नजानेर है, नजानेर होला है बेल्न टाइमलाई भनेर होइन। धेरै हाल्नु नि हुँदैन, फेरि टाल्यो भने फेरि तिमी अर्डर मात्रै हालै थियो। फेरि यो के भन्छ पाल टाल्यो भने राम्रो हुँदैन होला नि। त्यही त भने खै ढक्कन। ल हामीले चाहिँ अब 1 लटको जुन हामीले मोमो चाहिँ रेडी गरिसक्यौँ होइन। अनि हामी अब ठ्याक्क देख्न सक्नुहुन्छ त्यो दामी भएको छ मोमो। हामीले अचार सचार लगाइसक्यौँ होइन, यो देख्न सक्नुहुन्छ। हो अचार साइडमा। ल अब हामी खान्छौँ। ल
ल साथीहरू अब हामी मोमो खान्छौँ है त ए मोमो अति मिठो नानी ना चिकनमा भैँसी लाग्छ ल अति मिठो भयो त यत्रो लामोसँग त्यो हो र खाएर होला सेलाउनु लाग्छ अनि म खाँदैखेर प्रशस्त होला अघि दिनु मिल्दैन दिनु मिल्ने भने त दिनुहुन्थ्यो ल आज अब हामीले मोमोसम्म खाएर होइन बनाएर खायौँ अब आजको दिन चाहिँ यस्तै रह्यो जे होस् अब मजै भयो रमाइलो भयो होइन अनि जे होस् मिठै भएको थियो मोमो बनाएर खाइयो अनि अब भिडियो यहाँसम्म हेर्नुभयो त बुवाहरूले त्यसको लागि धन्यवाद होइन अनि दाइ अनि अघि कुरा भनिदिनु त सुरुमा त यार 4-5 प्लेट खाइदिएला जस्तो लागेको थियो पछि त खानै नसकिरह्यो 1 प्लेट जति खाएको पुरै अगाइदिएर बताउनु पऱ्यो दाइले हँसाएर फेरि अघि अब के अरे सुरुमा मोमो बनाउँदाखेरि त दाइ यतिको मोमो खाइसक्छ भनेर सोद्धाखेरि ए यति म खाने मान्छे आत्ते होइन त बुढाइ मान्छे किन आत्तिएको बनाएर खाइहाल्छु नि 4-5 प्लेट खाइदिन्छु 4-5 प्लेट खाइदिन्छु भरे बुढाले होइन घाटामा खाने बेलामा लाग्छ घाटामा त भाइ मैले खानेसकेँ 4-5 प्लेट खाइदिएर जस्तो भएको थियो सुरुमा होइन अघि लास्टमा त खाँदा त 10-15वटा जति खाँदै क्या पुरा अगाइदिएर कि अनि तपाईँलाई मोमो कस्तो भयो त ल भन्नु मोमो चाहिँ एकदम मिठो भयो अब कति झन्डै 2 वर्ष जति भयो होला नेपालबाट आएदेखि खाएको थिएन तर बबाल मिठो भयो त्यही भएरै हो सुरुमा त 5 प्लेट खाइदिन्छु भनेको थिएँ नि मैले लास्टमा 15वटा जति खाएको पुरा अगाइयो कि जे होस् लामो समय नखायो भएर रहेछ त्यस्तो एकदम इन्टेन्सी लागेको थियो मलाई पनि त्यस्तै भयो होइन म सुरुमा नै खाउँ म नि खान्छु अब म धेरै खान्छु त लाग्थ्यो अझै होस् अब यो इच्छा थियो म खाना बनाउने अनि खाइयो यही नै हो अब आजको दिनको सुरुवात मबाट भयो होइन अब यही नै हो अब अर्को भिडियोमा भेट भइ नै हाल्छ त्यतिन्जेलसम्मलाई जय नेपाल है त।